एउटा दिन जसले जीवनभर साथ दिन सक्छ। हरेक विद्यालयको एउटा सपना हुन्छ। कसैले राम्रो नतिजा खोज्छ, कसैले उत्कृष्ट भवन बनाउँछ। तर केही विद्यालयहरू यस्ता पनि हुन्छन् जसले आफ्ना विद्यार्थीलाई जीवनका हरेक परिस्थितिसँग जुझ्न सक्ने नागरिक बनाउने सपना देख्छन्। झापा जिल्लाको गौरथा नगरपालिका वडा नम्बर 8 गलडुबामा अवस्थित श्री प्रगति माध्यमिक विद्यालय यस्तै एउटा विद्यालय हो। यहाँ शिक्षा केवल पाठ्यपुस्तकका पानाहरूमा सीमित छैन। यहाँ सिकाइ अनुशासनमा छ, सहकार्यमा छ, सेवाभावमा छ र जीवनका वास्तविक अनुभवहरू पनि छ। यही सिकाइको यात्रालाई निरन्तरता दिँदै आज राष्ट्रिय सेवा दलका 26 जना क्याडेट विद्यार्थीहरू एउटा विशेष यात्रामा निस्केका छन्। उनीहरूसँग हुनुहुन्छ विद्यालयका शिक्षक संयोजक पदम बहादुर दाहाल। उनीहरूको गन्तव्य कुनै प्रतियोगिता होइन, कुनै भ्रमण पनि होइन, बरु यस्तो सिकाइ हो जसले कुनै दिन कसैको जीवन बचाउन सक्छ। कहिलेकाहीँ विद्यालयबाट बाहिर निस्केको एउटा दिन कक्षा कोठाभित्र बिताएका धेरै दिनभन्दा बढी शिक्षाप्रद हुन्छ। किनकि जीवनका सबै प्रश्नको उत्तर किताबमा लेखिएका हुँदैन। कतिपय उत्तर अनुभवले सिकाउँछ, कतिपय उत्तर जिम्मेवारीले सिकाउँछ र कतिपय उत्तर आपत पर्दा मात्र बुझिन्छ। यही उद्देश्यका साथ एनसीसी अल्मुनाई झापाको आयोजना तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325C नेपालको सहयोगमा आयोजना गरिएको विपद व्यवस्थापन तथा सर्पदंश सम्बन्धी एक दिने तालिममा विद्यार्थीहरू सहभागी भए। हामी गलडुबाबाट अब ठ्याक्कै गौरीगञ्ज चोक आइपुगेका छौँ। यो गौरीगञ्ज चोकबाट अब हाम्रो यात्रा पूर्वतर्फ लाग्छ। हामी यो एनसीसी क्याडेट प्रगति माविबाट हाम्रो भ्रमण चाहिँ हाम्रो यात्रा चाहिँ चारालीतर्फ गइरहेको छ। म यहाँ सहभागी हुने हाम्रा एनसीसी क्याडेटहरूको परिचय गराउन गइरहेको छु। सबभन्दा पहिले यहाँ बसेरै भन बसेरै भन क्याडेट 78,721 क्याडेट 78,722 क्याडेट 78,720 नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको देश। भूकम्प, बाढी, पहिरो, आगलागी यी घटना हाम्रा लागि समाचारका शीर्षक मात्र होइनन्। यी त हाम्रो समाजले बारम्बार भोग्दै आएका यथार्थ हुन्। यस्ता परिस्थितिमा डरभन्दा ठुलो कुरा हुन्छ तयारी, र तयारीको पहिलो आधार हो ज्ञान। स्नेक बाइट सम्बन्धी हाम्रो ताराली ब्यारेकमा अवस्थित सर्पदंश उपचार केन्द्रमा आबद्ध हुनुहुने अवधान साहबबाट तपाईँहरूलाई स्नेक बाइट सम्बन्धीको क्लास हुनेछ। तालिममा विद्यार्थीले विपद आउनु अघि अपनाउनु पर्ने सावधानी,
विपदको समयमा आफूलाई सुरक्षित राख्ने तरिका, घाइतेको प्राथमिक उद्धार, समूहमा समन्वय गरेर काम गर्ने सिप र आपतकालीन अवस्थामा नेतृत्व गर्ने अभ्यास सिके। उनीहरूले केवल सुनेनन्, हेरे, बुझे र व्यवहारमै अभ्यास पनि गरे। तालिमको अर्को महत्त्वपूर्ण पक्ष थियो सर्पदंश। हरेक वर्ष नेपालमा सयौं मानिस सर्पदंशबाट प्रभावित हुन्छन्। दुःखको कुरा, धेरै अवस्थामा सर्पको विषभन्दा पनि गलत उपचार र अन्धविश्वासले ठूलो क्षति पुर्याउँछ। यस तालिमले विद्यार्थीहरूलाई स्पष्ट सन्देश दियो, झाडफुक होइन, ढिलो गर्नु होइन, सही प्राथमिक उपचार गर्दै बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुर्याउनु नै जीवन बचाउने सबैभन्दा प्रभावकारी उपाय हो। सही ज्ञान, सही समयमा सही निर्णय, यी तीनै कुराले एउटा परिवारको खुसी जोगाउन सक्छ। यी विद्यार्थीहरू आज यहाँ प्रमाणपत्रका लागि मात्र आएका होइनन्, उनीहरू समाजका जिम्मेवार नागरिक बन्न सिक्न आएका हुन्। आज सिकेको एउटा सानो सिप भोलि कसैको ठूलो सहारा बन्न सक्छ। सायद कुनै दुर्घटनामा, सायद कुनै विपदमा, सायद आफ्नै गाउँघरमा र सायद आफ्नै परिवारभित्र। यही नै त शिक्षाको वास्तविक अर्थ हो। श्री प्रगति माध्यमिक विद्यालयको विश्वास छ, असल शिक्षा भनेको राम्रो अङ्क मात्र होइन, असल शिक्षा भनेको असल सोच, असल व्यवहार, समाजप्रतिको जिम्मेवारी पनि हो। त्यसैले विद्यालयले विद्यार्थीहरूलाई पुस्तकको ज्ञानसँगै जीवनको ज्ञान पनि सिकाउने प्रयासलाई निरन्तर अघि बढाइरहेको छ। आजको यो कार्यक्रम सकिएको छ, तर आज सिकेका पाठहरू यी प्रमाणपत्रका कागजमा मात्र सीमित रहने छैनन्। यी त उनीहरूको सोचमा रहनेछन्, व्यवहारमा रहनेछन् र कुनै दिन कसैको जीवन बचाउने साहस बनेर उभिनेछन्। त्यो फालेको अब डोरीले तान्छन्। अब आन्टीलाई उहाँ स्टेजर लानु पर्यो नि त, स्टेजरमा ए यो त रोग रहेछ। त्यही डोरी त हुन्छ। अब त्यसमा हाल्यो कि अब त्यहाँ चढाएर उहाँबाट तान्ने हो, त्यहाँ अड्काएर उहाँबाट तान्ने क्या। हार्नेस ल कस्तो भयो त आजको एक्सपिरियन्स? रमाइलो भयो सबैलाई? रमाइलो मात्र भयो कि केही कुरा सिक्नु पनि भयो त? आज के सिक्नु भयो त?
त्यही आशा, त्यही विश्वास र त्यही उद्देश्यका साथ हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ एनसीसी अल्मनाई झापा, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325C नेपाल सम्पूर्ण प्रशिक्षकहरू, आयोजकहरू तथा यस कार्यक्रममा सहभागी सबै विद्यार्थी भाइ बहिनीहरूलाई। किनकि एउटा सचेत विद्यार्थी भनेको एउटा सुरक्षित परिवार हो, एउटा सुरक्षित परिवार भनेको एउटा सुरक्षित समाज हो र एउटा सुरक्षित समाजले नै समृद्ध राष्ट्रको आधार निर्माण गर्छ। यदि तपाईलाई हाम्रो यो प्रयास मन परेको छ भने प्रगति सेकेन्डरी स्कुल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो भिडियो मन परेमा लाइक र सेयर गरेर सुरक्षित र सचेत समाज निर्माणको सन्देश सबैसम्म पुर्याउन सहयोग गर्नुहोस्। फेरि अर्को प्रेरणादायी यात्राका साथ भेट्नेछौँ। धन्यवाद, नमस्कार।